हेलो साथीहरु नमस्कार। लिसार ब्याग विथ कल्चरमा मैले आज फेरि टाटनको ब्यागहरु तयार गरिसकेको छु। मैले तपाईहरुलाई यसको साइज, डिजाइन र कलरहरु सर देखाउँछु है त। सुरुमा रहेको छ यो येल्लोमा चाहिँ ब्ल्याक मिक्स गरिएको छ। यसको साइज यो भयो। यसमा चाहिँ पछाडी खल्ती रहेको छ, एउटा यसरी खल्ती राखेको छु। अनि त्यसपछि यसको चाहिँ एउटा मात्र कम्पार्टमेन्ट छ यसको, र यसमा पनि एउटा खल्ती रहेको छ। यसमा चाहिँ सर धेरै टन्न सामानहरु राख्ने, अनि यसलाई हामीले यसरी बोक्न सकिन्छ है त्यसरी। त्यसपछि अर्को रहेको छ यो ग्रीन कलरमा। ग्रीन कलर पनि सेम हो साइज, यो कलर मात्र फरक हो। डिजाइन पनि यसको सेम छ। यो खल्ती भइहाल्यो, अनि एउटा मात्र कम्पार्टमेन्ट भयो, भित्र पनि खल्ती भयो। यसमा पनि सामानहरु राख्ने सर, अनि हामी यसरी बोकेर हिड्ने। अनि अर्को कलर रहेको छ यो मरुनमा। यसमा पनि साइज सेम हो, कलर मात्र फरक हो। यसमा पनि खल्ती भइहाल्यो, अनि एउटा मात्र कम्पार्टमेन्ट छ यसको पनि। यो चाहिँ सबै भनिराख्नु चाहिँ परेन, त्यही मैले भने। एउटा खल्ती भयो, अनि यसमा पनि सामानहरु राखेर हामीले यसरी बोकेर हिँड्न सक्छौं। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ, मन पर्छ कि पर्दैन भन्नु होला है त साथीहरु। यसरी बोक्ने, अनि हामी सर्र माइत जाने। अनि त्यसपछि अर्को रहेको छ यो चाहिँ प्यारट कलर। रेडमा चाहिँ प्यारट कलर मिक्स भएको छ, यसरी सुगा कलर। यो पनि साइज चाहिँ सेम हो, डिजाइन पनि सेम हो। यसको पनि कलर मात्र फरक हो। अनि यसमा पनि यस्तो रहेको छ यो। अनि त्यसपछि अर्को रहेको छ यो ब्ल्याक कलर। यो पनि साइज चाहिँ सेम हो, डिजाइन पनि सेम हो। यसमा नि कलर मात्र ब्ल्याक हो, फरक हो। यति चाहिँ हेर्न सक्नुहुन्छ। एउटा खल्ती भयो, यहाँ भित्र पनि एउटा खल्ती छ, एउटा मात्र कम्पार्टमेन्ट छ। यस्तो छ साथीहरु। मैले लिसार ब्याग विथ कल्चरमा यति 1 2 3 4 अनि 5 कलरहरु चाहिँ रेडी गरिसकेको छु। तपाईहरुलाई चाहियो भने लिसार ब्याग विथ कल्चर हाम्रो पसल चाहिँ नदीपुर पोखरामा रहेको छ। तपाईहरुले सम्झिन सक्नुहुन्छ। अनलाइन मार्फत पनि अर्डर गर्न सक्नुहुन्छ। फेसबुक छ, हाम्रो टिकटक छ। हाम्रो फेसबुक आइडीलाई चाहिँ फलो, टिकटक आइडीलाई चाहिँ फलो, लाइक, फलो गरिदिनु होला। र हाम्रो पसल चाहिँ नदीपुरमा रहेको छ। तपाईहरुले चाहिँ भिजिट गर्न पनि सक्नुहुन्छ। र तपाईहरुको अर्डर अनुसार, साइज अनुसार, तपाईहरुले ल्याएको फेब्रिक अनुसार पनि हामीले चाहिँ तयार गर्न सकिन्छ है त साथीहरु। ल साथीहरु, अहिलेलाई यति। ल अरू पनि मैले ब्यागहरु तयार गरे, रेडी गरे भने म तपाईहरुलाई यसरी नै भिडियो मार्फत चाहिँ तपाईहरुलाई जानकारी दिनेछु। ल अहिलेलाई नमस्ते, धन्यवाद।